आज राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालयको बैठकले सरकारलाई चैत्र मसान्तभित्र सुरक्षित वासस्थान, व्यवस्थित तरिकाले घाँसपास र स्वास्थ्यको सुरक्षालाई ध्यान दिएर चैत्र मसान्तभित्र यसलाई व्यवस्थापन गर्नको लागि आगामी चैत्र मसान्तभित्र यसलाई चाहिँ व्यवस्थित गर्नको लागि सबैलाई, अहिले जतिजना घरबार विहीन हुनुभएको छ सबैलाई यथेष्ट रूपमा, सुरक्षित रूपमा, व्यवस्थित रूपमा उहाँहरूलाई वासस्थान दिनको लागि, वासस्थानमा स्थानान्तरण गर्नको लागि र आवश्यक सबै घाँस, बाँस, स्वास्थ्य यो सबै व्यवस्था गर्नको लागि सरकारलाई सुझाव दिएको छ। साथै अधिकार सम्पन्न प्राधिकरण बनाउने र अधिकार सम्पन्न प्राधिकरणले यसको लगत लगायत सबै यसको सूचीहरू, लगतहरू बनाएर आवश्यक सूचनाहरू लिएर यसलाई चैत्र मसान्तभित्र सबै व्यवस्था कम्तीमा 75% व्यवस्थापन गरिसकेको हुने र प्राधिकरण निर्माण गरेर प्राधिकरणले त्यो लगत उपलब्ध नगराएसम्मको लागि यो ध्यान दिएर सुनिदिनु होला। प्राधिकरण गठन गरेर, अधिकार सम्पन्न प्राधिकरण गठन गरेर प्राधिकरणले लगत उपलब्ध नगराएसम्मको लागि अब अरू ठाउँमा डोजर चल्ने छैन।